नमस्कार। म इन्द्रप्रसाद ओली। यहाँहरू सबैलाई म हार्दिक नमन गर्दछु। म चेतना नेपालको अध्यक्ष एवं प्रमुख प्रशिक्षक। आज धेरैजना आदरणीय व्यक्तित्वहरू मान्यजनहरूले सोध्नु भएको छ कि नेपालमा लागु औषध दुर्व्यसन नियन्त्रणका चुनौतीहरूको विषयमा यहाँले जाने बुझेको संक्षिप्त जानकारी गराइदिनु भन्नुभएको छ। म एउटा सानो भिडियो मार्फत यहाँहरूलाई यो कुराको जानकारी गराउन चाहन्छु। हुन त म कति आफू विज्ञ हुँ होइन, मलाई थाहा छैन, तथापि एउटा लामो अनुभव गरेको आधारमा, यसमा धेरै वर्षदेखि काम गरेको आधारमा मैले यसका केही चुनौतीका कुराहरू लिएर आज आएको छु। लागु औषध दुर्व्यसन एउटा जोखिमपूर्ण र चुनौतीपूर्ण छ। हाम्रो जस्तो विकासन मुलुकलाई अझै यसले थप चुनौती र समस्या निम्त्याइराखेको कुरा सबैलाई स्तरभित्तै छ। हाम्रा धेरैवटा युट्युब च्यानलहरूमा अथवा फेसबुक लाइभहरूमा, वाट्सएपहरूमा अथवा लेख रचनाबाट पनि लागु औषध कस्तो समस्या हो भन्ने कुरा बुझ्नु भएको छ। किन भन्दा 2685 भन्दा बढी लेखहरू हामीले सार्वजनिक गरिसकेका छौँ भने 5औं कृति समेत हामीले प्रकाशित गरिसकेका छौँ। मुक्ति दोस्रो संस्करण, पहिलो दोस्रो, त्यसै गरेर हामीले डग एन्ड एड्स पत्रिकै हामीले त्रैमासिक 5औं अङ्कसम्म, त्यसै गरेर दिव्य दृष्टि अहिले भर्खरै हामीले 81 मा चाहिँ यसलाई बाहिर ल्याएका छौँ, जुन कृति आज चर्चामा रहेको भन्ने हामीले बुझिरहेका छ। धेरैवटा विद्यालय, क्याम्पस, कलेज र स्थानीय सरकारले पनि सो पुस्तकलाई एउटा स्रोत बुकको रूपमा लिएको भन्ने कुरा हामीलाई जानकारी प्राप्त भएको छ, दिव्य दृष्टि। र यो दिव्य दृष्टिमै पनि हामीले यी कुराहरू समावेश गरेका छौँ कि लागु औषध नियन्त्रणका चुनौतीहरू के हुन् विषयमा म सरसर्ती यहाँहरूलाई भन्छु। नेपालमा सबैभन्दा ठुलो कुरो लागु औषधमा समस्या कस्तो चुनौती छ भन्दा एउटा हाम्रो भारतसँगको खुल्ला सिमाना होइन। हाम्रो चाहिँ काउन्टर पार्टहरूसँग कुरा गर्दाखेरि पनि कहिलेकाहीँ सिडिओ साहबहरू, एस साहबहरूले चाहिँ भन्नुहुन्छ कि तिमीहरू चाहिँ रक्सी चाहिँ नेपालबाट चाहिँ भारतमा पठाउँछौ, बर्डरमा सिमानामा चाहिँ रक्सीका भट्टी खोलेका छौ, अनि हामीले लागु औषध नियन्त्रण किन गर्ने? तिमी पहिला आफ्नो भट्टीलाई नियन्त्रण गर भन्ने जस्ता सवालका जवाब आइरहेका कुरा भन्ने गर्नुहुन्छ त्यहाँ जाने काउन्टर पार्टसँग कुरा गर्ने चाहिँ प्रमुखहरूले। भने आज हामीलाई भारतसँगको खुल्ला सिमाना उता सहज रूपमा प्राप्त हुने, उपलब्धता हुने, त्यसमा पनि गरेर नेपालीहरूले किनौँ भने त्यति वास्ता पनि नगर्ने र उनीहरूले चाहिँ त्यहाँबाट चाहिँ सहज रूपमा ल्याउने गरेको हामीले पाउँछौँ। अनि सरकारवाला बीच एकीकृत कार्ययोजना र समन्वयको अभाव नेपालमा पटक्कै मैले मात्रै गरेको हुन्छ, म मात्रै भन्ने भयो के। जस्तो एउटा सुर्तीजन्य पदार्थ न्यूनीकरण गर्नु पर्यो, मदिराजन्य पर्यो भने त त्यहाँ त 4-5 वटा पार्टसँग हामीले काम गर्नुपर्ने हुन्छ। नेपालमा त्यस्तो खालको कानुन बनाइदिएको छ होइन। जस्तो आन्तरिक राजस्व कार्यालय, स्वास्थ्य कार्यालय, शिक्षा कार्यालय, भन्सार, प्रहरी, जिल्ला प्रशासन कार्यालय हरेकमा समन्वय गरेर काम गर्नुपर्ने हुन्छ। जस्तो मदिराजन्य, सुर्तीजन्य पदार्थ, होटल व्यवस्था, यस्ता अत्यधिक कुराहरू छन्। अब हामीले एउटा आन्तरिक राजस्व कार्यालय सोध्यो भने यो किन नियन्त्रण भएन भन्यो भने उहाँ के भन्नुहुन्छ, यो म त गस्तीमा छुइनँ, प्रहरी फिल्डमा छ, म त अफिसमा छु, खै कारबाही नै गरिरहेको छैन। प्रहरीलाई सोध्यो भने के भन्छन्, यो त आन्तरिक राजस्व कार्यालयको काम हो। यस्ता गलत किसिमको हामी कहाँ समन्वय छैन। सरकारवाला बीचको एकीकृत कार्ययोजना र समन्वयको अभावमा आज लागु औषध दुर्व्यसन चाहिँ चौतर्फी बढेको छ। स्कुलका, कलेजका गेटका अगाडि मदिराजन्य, सुर्तीजन्य, होटल जताभावी छ। खालि चाहिँ यहाँ चाहिँ समन्वय नगर्ने, आफूले गरेको सबै ठिक हो भन्ने खालको मात्रै चाहिँ छ नेपालको सबैभन्दा बढी समस्या। र अभिभावकत्व अभाव छ होइन। हाम्रो चाहिँ भनौँ न, अब अभिभावक को हो त त्यस क्षेत्रको भन्दाखेरि समाजको अभिभावक पनि छैन। अहिले घर परिवारमा पनि अभिभावकत्व कमी छ। त्यस कारणले गर्दा दुईटै कुरा, न त राजनीतिक नेतृत्वबाट अभिभावकत्व भयो, न त कानुन कार्यान्वयन गर्नेले अभिभावकत्व दिन सक्यो, न त तपाईँको अभिभावकले आफ्ना बालबच्चालाई राम्रोसँग हेरे। कानुन कार्यान्वयनमा कमजोरी, हाम्रा कानुन ठेलीका ठेली बनाए। संसारमा सबैभन्दा बढी हेर्ने भने लागु औषधको चाहिँ कानुनी ठेलीहरू भन्ने हो भने, कानुन कागजमा सजिएका हेर्ने हो भने सबभन्दा बढी नेपाल हो। तर हाम्रा कानुनको कार्यान्वयन कमजोरी छ। अब पुनर्स्थापना केन्द्रको नियमनको अभाव,
अब त्यहाँ पुनर्स्थापना केन्द्र एउटाले खायो अर्काले कोल्यो, त्यो मापदण्ड छैन, केही छैन, लगाएको छ, सिडिओसमा दर्ता गरेको छ, अनि उता गृहमा सेटिङ बनाएको छ, उता बनाएको छ, जताभावी चाहिँ नि तपाईँका चाहिँ नि ती छन्। न त्यहाँ भर पर्दो छ, न त्यहाँ पाठ्यक्रम छ, न त्यहाँ कोर्स छ, न त्यो मापदण्ड अनुसार खोलिएका छन्, त्यसको अभाव छ। अर्को, लागु औषध उत्पादन बिक्री वितरण ओसार पसारको राजधानी मानिएको थाइल्यान्ड, लाओस, म्यानमारको सीमा क्षेत्र गोल्डन ट्याङ्गलबाट पनि हाम्रो देश नजिक हुनु हो होइन। यो पोलिसीको कुराहरू हो। मागमा ह्रास तथा आपूर्ति नियन्त्रणको क्षेत्रमा पर्याप्त काम हुन नसक्नु होइन। अब माग चाहिँ बढिराखेको छ, तर त्यसको चाहिँ आपूर्ति नियन्त्रणको क्षेत्रमा काम कम छ। किन भन्दा ठुल्ठुला मान्छे त कहिले पक्राउ पर्दैन, 1 ग्राम 2 ग्राम भन्दा अरू त पक्राउ पनि पर्दैन। चाहिँ त्यस्ता चाहिँ जुन हामीले जुन गोल्डन ट्याङ्गलहरू चाहिँ जुन चाहिँ यहाँ चाहिँ तपाईँका अब डबल टाइगर, सिङ्गल टाइगर भनेर त्यस्ता चाहिँ हरेक चाहिँ ती ड्रग्सहरू छन्, ती चाहिँ कहाँ यहाँ फेलै पर्दैनन् होइन। एउटा सामान्य मान्छेलाई मात्रै हाम्रो चाहिँ ऊ हुन्छ, त्यस्तो त पुरै सेटिङमा हुन्छ होइन। कस्ता कस्ता चाहिँ उसमा उसले ल्याउँछ, त्यसले गर्दा यो गाह्रो छ। मागमा ह्रास तथा आपूर्ति नियन्त्रणमा काम हुन नसक्नु, मैले भनिगएँ। अब माग चाहिँ छ, बजारमा चाहिँ पुरा ड्रग्समा आकर्षित छन्, तर त्यसको नियन्त्रण आपूर्तिमा चाहिँ छैन, त्यो कमजोरी छ। र गाँजा तथा अफिम खेती निरुत्साहित गर्न वैकल्पिक खेती प्रवर्धन गर्न नसक्नु होइन। हामीले जस्तो पहाडका कतिपय जिल्लाहरूमा गाँजाकै आशबाट उनीहरूले बसेका हुन्छन्, तर गाँजाभन्दा अर्को विकल्पको रूपमा उहाँहरूलाई हामीले खेती गर्नका लागि सिपहरू अथवा रोजगारीका वातावरण हामीले सिर्जना गरेनौँ। किन भन्दा कारबाही हुन्छ मात्रै भन्यौँ के, तर विकल्प त्यसको वैकल्पिक हामीले केही पनि कुराहरू चाहिँ हामीले गर्न सकेनौँ होइन। त्यस्तै चाहिँ तपाईँको लागु औषध नियन्त्रण कार्यक्रमलाई सम्बन्धित निकायहरूको कार्यक्रममा मूल प्रभावीकरण गर्न नसक्नु, स्थानीय सरकारलाई विकासको रूपमा लिएकै छैन। यो त कसैलाई यसो चाहिँ कार्यक्रम दिनलाई, कसैको मन बुझाइदिनका लागि हामी पनि गर्दैछौँ भनेर वर्षको एकचोटि नारा जुलुस गर्न, कहिलेकाहीँ स्कुलमा गएर यसो चाहिँ हामीले गऱ्यौँ यो गऱ्यौँ भनेर चाहिँ खातामाला लाउने भन्दा अर्को त त्यसको नीति कार्यक्रम योजनै बनाएको छैन, गुरु योजनै बनाएको छैन, न पालिकाले बनाएको छ, न राज्यले बनाएको छ। राज्यले बनायो, सिंहदरबारका दराजमा चाहिँ नि भित्रिएको छ, यसको कुनै चाहिँ प्रभाव छैन। त्यस्तै गरेर चाहिँ तपाईँको अब मौखिक परिस्थितिमा जुन ओएसटी भरपर्दो गरी सञ्चालन भइराखेको छैन, त्यसमा पनि तपाईँको ओएसटी भनेमा जुन हामीले खुवाउँछौँ त्यो पनि मेथाडन हो, त्यो पनि आज त्यहाँबाट चाहिँ गलत काम भइराख्यो भनेर विभिन्न समाचारहरूले भन्छ। कहिलेकाहीँ हामीले पनि अनुगमन गर्दा त्यसको दुरुपयोग भएको पाइन्छ। त्यसले गर्दा जुन ओएसटी पनि आज राम्रोसँग सञ्चालन हुन सकेका छैन। त्यसले गर्दा प्रदेश सरकार, सङ्घीय सरकारले लागु औषध नियन्त्रणमा निम्न 5 राष्ट्रिय नीतिलाई केन्द्रित गरी अगाडि बढेमा त केही हदसम्म न्यूनीकरण हुन सक्थ्यो, तर त्यो कुरो राज्य गर्न तयार छैन। त्यसले गर्दा उपचार त अब जस्तो भनौँ न, माग घटाउने होइन। कसरी माग घटाउन सकिन्छ भन्दा लागु औषध चाहिँ जो चाहिँ जोखिममा छन् तिनलाई चाहिँ पर नदिनको लागि गुरु योजना बनाएर कार्यक्रम सञ्चालन गर्ने होइन। अब जुन उपचार तथा पुनर्स्थापना, जो चाहिँ लागु औषध दुर्व्यसनमा परिसकेका तिनलाई पुनर्स्थापना गर्ने, तिनलाई चाहिँ फेरि पुनर्स्थापना पछाडि पनि उनीहरूलाई चाहिँ फस्न नदिने वातावरण तयार गर्न र जोखिम न्यूनीकरण गर्न होइन। अब चाहिँ तपाईँको शोध र विकासका कुराहरूलाई अगाडि लान, त्यसलाई एउटा विकासको मोडलमा चाहिँ लागु औषध दुर्व्यसन लान पर्यो। र सहकारी साझेदारी, समुदाय परिचालन, स्रोत परिचालन, यो त चाहिँ गरेकै छैन। किन भन्दा समुदायलाई जबसम्म परिचालित गर्न सकिँदैन तबसम्म लागु औषध नियन्त्रण कहिल्यै पनि हुँदैन। तसर्थ आज समस्यामा लागु औषधको समस्यामा परेको छ। मैले यति नै कुरा जानकारी गराएँ यो भिडियो मार्फत। त्यसले गर्दा लागु औषध दुर्व्यसनका जोखिम के हुन् र त्यसलाई समस्या समाधान कसरी गर्न सकिन्छ भनेर यदि यहाँहरूले हामीसँग सहयोग लिनुहुन्छ भने चेतना नेपाल यहाँहरूलाई जहिले पनि सहयोग गर्न तयार छ। म इन्द्रप्रसाद ओली, अध्यक्ष एवं प्रमुख प्रशिक्षक, चेतना नेपाल। धन्यवाद, नमस्कार।